हेलो गाइस, नमस्ते एन्ड गुड इभिनिङ एन्ड तपाईँहरूलाई चाहिँ मेरो आजको चाहिँ अर्को नयाँ भिडियोमा चाहिँ एकदमै धेरै स्वागत छ साथीहरू होइन। तपाईँहरू चाहिँ कहाँ हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ, आई होप जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ एकदम फिट एन्ड फाइन हुनुहुन्छ होला। सो साथीहरू, आज मैले चाहिँ धेरै समयपछि आफ्टर लङ टाइमपछि चाहिँ मैले यो भिडियो बनाउन चाहिँ सुरु गरेको छु होइन। किन भन्दाखेरिमा बिचमा चाहिँ यो 1 वर्षको अन्तरालमा चाहिँ मैले चाहिँ भिडियो चाहिँ बनाउन सकेको थिएन। त्यस्तै आफ्नै पर्सनल कामहरू थियो, आफ्नै केही कुराहरू थियो जसले गर्दाखेरि चाहिँ मैले भिडियोलाई चाहिँ कन्टिन्यू गर्न सकेको थिएन। र अहिले चाहिँ अब हल्का चाहिँ फ्री भएको कारणले गर्दाखेरि चाहिँ मैले फेरि चाहिँ यो भिडियोलाई चाहिँ कन्टिन्यू गर्दैछु साथीहरू होइन। सो अब खासै धेरै भन्नुपर्ने कुराहरू केही छैन। अब चाहिँ अब ड्युटी जाने बेला भइसकेको छ मेरो होइन। र आजको चाहिँ दिनचर्या चाहिँ मैले कसरी गर्छु भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई चाहिँ मैले देखाउनको लागि चाहिँ मैले चाहिँ देखाउनु भन्दा पनि आफ्नो लागि चाहिँ मैले यो बनाउन लागेको हो होइन। किनकि अब धेरै ग्याप भयो नि त नि होइन। त्यस कारणले गर्दाखेरि चाहिँ मैले यो चाहिँ भिडियो चाहिँ बनाउन थालेको हुँ। र अब चाहिँ मैले ड्युटी जाने बेला भइसकेको छ। भर्खरै म उठेको हो साथीहरू। हेर्नु, अहिले बेलुकाको चाहिँ 6:30 भइसकेको छ र 8 बजेको सिफ्ट 8 बजेदेखि चाहिँ मेरो ड्युटी छ नि त नि होइन। त्यस कारणले 7:30 बजे नै तल गएर चाहिँ बस्नुपर्ने हुन्छ। र अहिले चाहिँ 6:30 बजिसकेको छ बेलुकाको होइन। अब म चाहिँ तयार हुन्छु होइन। तयार भइसकेपछि चाहिँ अब एकैचोटि चाहिँ तपाईँसँग भेट्नुपर्ने हुन्छ। ओके, लेट्स कन्टिन्यू गाइस। मेरो भिडियोलाई चाहिँ हेरेर चाहिँ तपाईँले चाहिँ लाइक एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला प्लिज साथीहरू। र अब चाहिँ नयाँ कुराहरू चाहिँ म तपाईँलाई चाहिँ आफ्नो भिडियोमाहरू चाहिँ देखाउने छु। र आजको यो चाहिँ आफ्टर 1 वर्षपछि आफ्टर लङ टाइमपछि चाहिँ मैले यो भिडियो चाहिँ मेरो पहिलो भिडियो हुनेछ। सो त्यही हो गाइस, अरू केही भन्नुपर्ने छैन। र अब म चाहिँ तयार हुन जान्छु होइन। बाथरुममा दाडी साडी बनाउनु पर्ने हुन्छ। दाडी पनि धेरै लामो भइसकेको छ है। यत्रो लामो दाडी चाहिँ अलाउड छैन काम गर्ने ठाउँमा होइन, राख्न मिल्दैन। सो त्यही कारणले चाहिँ अब ब्रस गर्छु, दाडी साडी काट्छु अनि मैले गरेर चाहिँ फ्रेस भएर चाहिँ फेरि तपाईँहरूको अगाडि चाहिँ आउनेछु। सो लेट्स कन्टिन्यू गाइस प्लिज। फाइनली गाइस, म चाहिँ अब नुहाइ गरेर फ्रेस भएर चाहिँ तयार भएर चाहिँ आइसकेको छु होइन। अब चाहिँ तयार भइसकेको छु, कपडा पनि मैले लगाइसकेको छु, देख्न सक्नुहुन्छ। अब चाहिँ म हल्का चाहिँ क्रिम सिरिम लगाएर चाहिँ होइन, दाडी बनाएको थिएँ नि त, क्रिम सिरिम लगाएर चाहिँ तयार हुन्छु। र त्यसपछि बिस्तारहरू पनि मिलाउनु पर्ने हुन्छ। र त्यसपछि चाहिँ तयार भएर चाहिँ अनि भेट्नेछु। ओके, सो साथीहरू, फाइनली म त तयार भएर पनि होइन बाहिर आइसकेको छु। ल अब चाहिँ जानुपर्ने हुन्छ। सो अहिले चाहिँ तपाईँको 7 बजेर चाहिँ 30 मिनट भइसकेको छ, 7:30 भइसकेको छ। तल चाहिँ गाडीले चाहिँ हामीलाई चाहिँ पर्खेर बसिराखेको छ होइन। ढिला नभएर चाहिँ जानुपर्ने हुन्छ। र अरू साथीहरू अरू केटाहरू पनि आउनु चाहिँ बाँकी नै छ। त्यस कारणले चाहिँ मैले चाहिँ छिटो गएर चाहिँ तयार भएर भइसकेको छु। छिटो गएर चाहिँ गाडीमा बस्नुपर्ने हुन्छ, पर्खिरह होला है। सो लेट्स कन्टिन्यू गाइस। अहिलेसम्म चाहिँ तपाईँहरूले चाहिँ मेरो भिडियोलाई चाहिँ हेरेर चाहिँ मन पराइदिनु भएको छ। सो त्यसको लागि थ्याङ्क यू सो मच। र मेरो भिडियोमा चाहिँ अहिलेसम्म जो नयाँ साथीहरू हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला अनि लाइक एन्ड सब्सक्राइब गर्न पनि प्लिज नबिर्सिदिनु होला। र तपाईँहरूको यही हौसला साथ सहयोगले गर्दा पनि हामी चाहिँ अगाडि बढ्ने चाहिँ मौका पाउँछौँ होइन। हामीलाई पनि हौसला मिल्छ कि है। सो साथीहरू, प्लिज कन्जुसाइ नगरेर लाइक गर्न र कमेन्ट गर्न चाहिँ कतै पनि नबिर्सिनु होला। सो लेट्स कन्टिन्यू गाइस। अब तल जान्छ, त्यसपछि भेटौँला। तल जान्छन्, बसले हामीलाई पर्खिरहेको छ होइन। तल चाहिँ हाम्रो चाहिँ रुम हो, विला हो, यो चाहिँ हाम्रो फ्ल्याट हो होइन साथीहरू। अब चाहिँ यहाँबाट चाहिँ तल जानुपर्ने हुन्छ। गाह्रो छ हो, परदेशको जीवन गाह्रो छ भनेको जस्तो सजिलो कहाँ छ। यहाँ बाहिर चाहिँ बत्ती पनि बालेको रहेनछ, अँध्यारो रहेछ। बत्ती बाल्ने काम चाहिँ मेरो नै जस्तो लाग्छ। एभ्रिडे कन्टिन्यू मैले नै बालिरहेको हुन्छु, कसैले पनि बाल्दैन है। सो यही हो। राजा गयो ल। हाम्रो बस चाहिँ यहाँ बसिराखेको छ होइन, पर्खिराखेको छ। अब चाहिँ हामीहरू चाहिँ बस्नुपर्ने हुन्छ। कोही पनि आएको छैन अहिलेसम्म है, म मात्रै आएको रहेछु सबभन्दा अगाडि चाहिँ। सो अब त्यही हो, बिस्तारै केटाहरू आउँछन्, त्यसपछि चाहिँ हामी चाहिँ अब जानुपर्ने हुन्छ है। अब हामीहरू जान्छौँ। एउटा यहाँ बङ्गाली आइसकेको छ
केटाहरूलाई बिस्तारै बिस्तारै आउन सुरु गर्छ। सो म चाहिँ आएर बसिसकेको छु। अब चाहिँ अरू केटाहरू पनि आउनु बाँकी छ। सो त्यही हो साथीहरू, पर्खेर बस्छौँ होइन। अनि त्यसपछि तपाईँहरूलाई चाहिँ हाम्रो यहाँबाट चाहिँ स्टोरसम्म जानेसम्मको चाहिँ बाटोहरू चाहिँ देखाउनेछु, कति टाढा छ, कतिको डिस्टेन्स छ होइन, बिचमा के कुराहरू पर्छ, सबै कुराहरू म तपाईँलाई चाहिँ A to Z चाहिँ आज देखाउनेवाला छु। सो लेट्स कन्टिन्यू साथीहरू है। क्या भल छुट्टी दिन्छु भने जान्थेन। You're going to be well. फाइनली साथीहरू हामीहरू चाहिँ रुमबाट चाहिँ हिँडिसकेको छु होइन। अहिले चाहिँ बाटोमा छु र यहाँबाट चाहिँ रुमबाट चाहिँ आफ्नो काम गर्ने ठाउँ स्टोरसम्म पुग्नुको लागि त्यही 10देखि 15-20 मिनट जति चाहिँ लाग्छ होइन। र अहिले हाम्रो चाहिँ बाटोमा छु र हाम्रो बाटोको नजारा स्टोरदेखि के अरे रुमदेखि चाहिँ स्टोरसम्म जानको लागि चाहिँ बाटोमा चाहिँ यस्तो यस्तो कुराहरू पर्छन् है। आज चाहिँ तपाईँहरूलाई म सबै कुरा डिटेलमा चाहिँ देखाउनेवाला छु। अहिले राति भएको कारणले गर्दाखेरि सबै कुराहरू चाहिँ क्लियर पनि देखिन सक्दैन होला सायद अँध्यारोको कारणले गर्दाखेरि है। यही हो हाम्रो जाने बाटो, हाइवे बाटो हो। र बसमा बसेको कारणले गर्दाखेरि चाहिँ बस हल्का फुल्का हल्लिँदैछ र त्यही कारणले गर्दाखेरि भिडियो पनि राम्रोसँग क्लियर नआउन सक्छ साथीहरू। क्यामेरा चाहिँ एकदमै हल्लिराखेको छ होइन। अब यही हो, तपाईँहरूलाई चाहिँ देखाउनु पर्ने कुराहरू मेन कुराहरू चाहिँ देखाउँछु। अब सबै कुरा देखाउनु पर्ने जरुरी पनि खासै केही छैन भनेर तपाईँहरूलाई सबैलाई थाहै छ होइन। सधैँको बाटो हो र पुगिसकेपछि तपाईँहरूलाई चाहिँ भेटाउनेछु है। सो फाइनली साथीहरू म चाहिँ आफ्नो काम गर्ने ठाउँमा चाहिँ आइसकेको छु होइन। र अब चाहिँ मेरो ड्युटी चाहिँ सुरु हुन्छ है। यही हो मेरो काम गर्ने ठाउँ, तपाईँहरूले देखिसक्नु भएको छ म्याकडोनल्ड्स रेस्टुरेन्ट होइन। अब म चाहिँ आफ्नो ठाउँमा आइसकेको छु। अब चाहिँ काम ड्युटी सुरु गर्नुपर्ने हुन्छ र आजको लागि चाहिँ भिडियोलाई चाहिँ यहीँ नै म चाहिँ इन्ड गर्छु, किनभनेपछि भोलि चाहिँ अर्को भिडियो बनाउनु पर्ने हुन्छ होइन। तबसम्म चाहिँ अर्को दिन सुरु भइसक्छ नि त नि, किनकि मेरो ड्युटी सकिने बेलासम्म चाहिँ नेक्स्ट डे सुरु भइसक्छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ म आजको भिडियोलाई चाहिँ म यहीँ अन्त्य गर्छु र चाहिँ नेक्स्ट भिडियोको लागि चाहिँ भोलि बिहानदेखि चाहिँ कन्टिन्यू गर्नेछु। तपाईँहरूले चाहिँ मेरो भिडियोलाई चाहिँ मन पराइदिनु होला होइन। प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला, अघि पनि मैले भनेको थिएँ है। सो त्यही हो साथीहरू, अब चाहिँ अहिलेको भिडियोलाई चाहिँ यहीँ इन्ड गर्दै अब नेक्स्ट भिडियोको लागि चाहिँ लेट्स कन्टिन्यू। सो भोलि बिहानदेखि चाहिँ सुरु गर्नेछु। ओके, सो हेलो गाइस, वेलकम ब्याक टु अगेन मेरो चाहिँ होइन अधुरो अपुरो ब्लगमा तपाईँहरूलाई फेरि स्वागत गरिसकेको छु। र हिजो बेलुका मैले यहीँ 8 बजे बेलुका चाहिँ यहाँबाट चाहिँ मैले भिडियोलाई चाहिँ इन्ड गरेको थिएँ नि त, त्यहीबाट चाहिँ मैले भिडियो फेरि सुरु गर्दैछु होइन। त्यही हो, अब 14-15 घन्टा ड्युटी गरेर भ्याइयो। हिजो राति 8 बजे आएको अनि अहिले 10:30 बजिराखेको छ है। भनेपछि त्यही हो, 14-15 घन्टा चाहिँ काम गरियो नन स्टप, उभे गरेर चाहिँ है। भन्न पो सजिलो छ, विदेश पैसा कमाउन गएको छ, पैसा कमाउन सजिलो छ, तर भनेको जस्तो सजिलो कहाँ हुन्छ, एकदमै गाह्रो छ साथीहरू। अब चाहिँ जस्तो भए पनि अब गरियो, सधैँको त्यही काम हो कन्टिन्यू। कति के भन्नु छ होइन, सबैले थाहै होला जो बाहिर हुनुहुन्छ है, आफ्नो घर छोडेर विदेशमा जो हुनुहुन्छ, विदेशमा कति गाह्रो हुन्छ भन्ने कुराहरू सबैलाई थाहै होला, भनिराख्नु जरुरी छैन। जे जस्तो भए पनि ठिकै छ। मैले चाहिँ अब हिजोको ड्युटी चाहिँ भ्याइसकेको छु र अब चाहिँ रुममा जाँदैछु होइन। रुममा गइसकेपछि रुममा गएर चाहिँ के गर्छु भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई चाहिँ सम्पूर्ण कुराहरू चाहिँ बताउनेछु। सो देश कन्टिन्यू हेर्दै गर्नु होला र मलाई चाहिँ साथ सपोर्ट चाहिँ दिन चाहिँ छोड्नु होला। सो त्यही हो साथीहरू।
र हिजो आएको बाटो नै हो हामीले जाने पर्ने होइन। त्यो बाटोको चाहिँ त्यो भिडियोहरू तपाईँलाई चाहिँ के देखाउने, किनकि हिजो राति चाहिँ मैले देखाइसकेको छु। सो त्यही हो, अब रुममा पुगिसकेपछि एकैचोटि भेटौँ ओके। एकदमै थाकेको पनि छ। धेरै टाइम गएको छैन, त्यही पनि 10:30 बजे। यस्तो गर्मी छ बाहिर, यस्तो गर्मी छ है बाहिर, यस्तो घाम लागेको चर्को घाम छ। मान्छे त्यत्तिकै चाहिँ उभिएर चाहिँ मतलब हिँडेर चाहिँ जान सक्दैन, यस्तो अवस्था छ। त्यही गाह्रो छ, धेरै गाह्रो छ। फाइनली साथीहरू म रुममा पनि आइसकेको छु होइन। अब रुममा आइसकेको छु भनेपछि अब कपडाहरू धुनुपर्ने हुन्छ। कपडा चेन्ज गरेर चाहिँ होइन, हातखुट्टा धोएर चाहिँ फ्रेस भएर चाहिँ त्यसपछि तपाईँसँग चाहिँ भेट्नेछु ओके गाइस। एकदमै थाकेको छ म। अब छिटोभन्दा छिटो चाहिँ कपडा सफा खोलेर होइन, हातखुट्टा धोएर फ्रेस भएर चाहिँ भेट्ने हुन्छ। सो लेट्स कन्टिन्यू गाइस, लेट्स कन्टिन्यू ओके। सो फाइनली साथीहरू चाहिँ म चाहिँ के चाहिँ कपडा खोलेर चाहिँ हातखुट्टा धोएर पनि फ्रेस भएर चाहिँ आइसकेको छु। र मैले खाने चाहिँ खाना पनि बनाइसकेको छु होइन। तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ मैले चाहिँ के बनाएको छु भन्दाखेरिमा चाहिँ एकदम हट स्पाइसी करेन्ट चाउचाउ अनि पराठा लिएर आएको छु। आउँदाखेरि चाहिँ मैले बाटोबाट चाहिँ होइन तपाईँको त्यो के अरे होटलबाट चाहिँ एउटा पराठा लिएर आएँ र प्लस तपाईँको चाहिँ मैले चाउचाउ करेन्ट चाउचाउ बनाएँ। अब यही खानुपर्ने हुन्छ, किन भन्दाखेरिमा 14-15 घन्टा ड्युटी गरेर थाकेर आएको छ। अब कसले दाल भात तरकारी बनाइरहन्छ त, अनि हातखुट्टा पुरै एकदम थाकिसकेको छ। अब भोलि या पर्सि खाँदा केही छैन होइन। आज चाहिँ अब यही खाएर चाहिँ जीविकोपार्जन गरौँ भनौँ होइन। किनकि अब स्कुलमा पनि मैले चाहिँ अब भोकै बस्ने कुरा त हुँदैन। रेस्टुरेन्टभित्र काम गर्ने मान्छे भोकै बस्छ भन्न चाहिँ मिल्दैन होइन। मैले रेस्टुरेन्टभित्र पनि काम गर्दै केही न केही खाइराखेको हुन्छ। त्यस कारणले गर्दाखेरि खासै भोक एकदमै भोक लागेको छ भने पनि भन्न मिल्दैन। भोक चाहिँ खासै लागेको छैन, तर चाहिँ खाएर सुत्न पाए भएको भए हुन्थ्यो भन्ने चाहिँ भनाइले चाहिँ मैले यो के अरे चाउचाउ र चाहिँ पराठा चाहिँ खान लागेको हो साथीहरू है। सो अब यो खाइसकेपछि चाहिँ अब सुत्नुपर्ने हुन्छ। निद्रा पनि एकदमै लागेको छ, एकदमै थकान पनि महसुस भएको छ। अब सायद हुनसक्छ भोलि चाहिँ मेरो 9 घन्टा मात्रै ड्युटी हुन्छ होला, किनकि आज चाहिँ एकजना अर्को मेरो साथीको छुट्टी थियो नि त। त्यस कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ उसको ड्युटी पनि मैले नै आधा ड्युटी गरेको थिएँ। त्यही भएर चाहिँ 14-15 घन्टा हुन गयो होइन। सायद भोलि चाहिँ हुँदैन होला। सो साथीहरू अब अहिले चाहिँ तपाईँहरू चाहिँ अहिलेसम्म चाहिँ मेरो भिडियोलाई हेरेर चाहिँ मन पराइदिनु भयो, त्यसको लागि एकदमै मनैदेखि एकदमै चाहिँ धन्यवाद दिन चाहन्छु। र चाहिँ अबको चाहिँ अगाडिको नयाँ भिडियोहरू चाहिँ मैले योभन्दा अझै राम्रो, अझै बेटर, अझै बेस्ट चाहिँ ल्याउने चाहिँ कोसिस गर्नेछु। र तपाईँहरूले चाहिँ मेरो भिडियोलाई चाहिँ केमा चाहिँ के कमी कमजोरी भयो, के गर्नुपर्ने छ, के सच्याउनु पर्ने छ भन्ने कुराहरूको लागि पनि सही सल्लाह चाहिँ सुझावहरू चाहिँ दिँदै जानु होला। सो त्यही हो, अब धेरै पल्ला नबोलौँ होइन। अब खाना खानुपर्ने हुन्छ। खाना त के हो, पराठा र त्यही चाउचा खान्छु र सुत्छु। सो यही नै हो मेरो चाहिँ दैनिकी होइन। यसरी मैले आजको दैनिकी, मेरो आफ्नो दैनिकी चाहिँ देखाउन खोजेको थिएँ। मेरो रेगुलर मेरो कसरी बित्छ होइन, ड्युटी जाने आउने, त्यही हो। अब यही कुराहरू चाहिँ देखाउन खोजेको थिएँ मैले। यसैको बारेमा भिडियो बनाएँ होइन। सो थ्याङ्क यू तपाईँहरूले चाहिँ हेर्नुभयो। अब नेक्स्ट भिडियोमा चाहिँ योभन्दा अझै बेटर दिन्छु। तबसम्मको लागि थ्याङ्क यू सो मच वाचिङ माई भिडियो गाइस। रोटी र के भन्छ यो करेन्ट चाउचाउ खाँदैछु साथीहरू। यसरी नै बित्छ हाम्रो दैनिकी है, परदेशी जीवन। यही चाउचाउ रोटी खाने, कहिले चाउचाउ र भात खाने। देख्न र सुन्नमा मात्रै कति रमाइलो छ, कति के छ भन्न सकिन्छ होइन, तर कति गाह्रो छ। अब कसले पकाउँछ त अहिले? अब पछि भेट्नुपर्छ ल। ओके बाई।